सम्पूर्ण साथीहरूमा नमस्कार। आज म तपाईँहरूको सामु एउटा कुरा लिएर आएको छु के साथीहरू। यसपालिको चुनावमा भोट माग्ने क्रममा पार्टीका कार्यकर्ताहरू मसँग भोट माग्न आउनुभयो भनेदेखि म दुई चारवटा कुराहरू उहाँहरू समक्ष राख्ने विचार गरेकी थिएँ कि मैले। तर म अवसर त मैले पाएको छैन, किनभने कुनै पनि पार्टीका कार्यकर्ताहरू मसँग भोट माग्न आउनुभएको छैन क्या अहिलेसम्म। अब अलि दिन बाँकी त छ है, आउँदै हुनुहुन्छ कि। अब आउनुभयो भने त उहाँको सामु पनि राख्ने नै छु। यदि आउनु भएन भने पनि यही भिडियो मार्फत मैले सबैमा भन्न चाहेँ है, उहाँहरूसम्म पुर्याइदिनु होला है साथीहरू। पछि त हामीले यो कुरा राख्न पाउँदैनौँ नि त, हामीले यो अवसर पाउँदैनौँ नि त। उहाँहरू जितेर सत्तामा गइसकेपछि त हामीलाई त चिन्नुहुन्न, हामीले त्यस्तो उहाँहरूसँग अगाडि गएर बोल्ने भेट्ने अवसर पनि हामीले पाउँदैनौँ होइन। यति बेला त अब त्यो एउटा भोटको लागि भए पनि उहाँ हाम्रो घर दैलोमा आउनुहुन्छ कि भन्ने आश के, र हाम्रा दुई चारवटा कुराहरू मन नलाइ भए पनि एउटा भोटको लागि भए नि सुनिदिनुहुन्छ कि। त्यो अवसर मैले पाएँ भने दुई चारवटा कुरा अब राख्न पर्यो। मन होस् नहोस् त्यो आफ्नो उहाँको ठाउँमा छ होइन, आफ्नै ठाउँमा छ। हुन त अब कस्ताले भनेको कुरा त सुनाइ हुँदैन। म जस्तै एउटा भुसुनाले भनेको कुरा के सुनाइ हुन्थ्यो र है, त्यही पनि आफ्नो मनको कुरा राख्न त पाइन्छ नि यति बेला, पछि गएर त पाइँदैन अवसर। अब त्यही भएर दुई चारवटा कुरा राख्न मनसाय बनाएकी छु। अझै पनि आशा छ। यदि आशा पाइनँ भने पनि केही छैन हुनु त होइन, यही भिडियो मार्फत राख्न चाहेँ कि। सर्वप्रथम त मैले के भन्न चाहन्थेँ भने उहाँहरू सामु, देशमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् होइन, असल नीति लागु होस्। जुन कुनै पाटोको पनि असल नीति हुनु पर्यो। अब गाउँघरदेखि लिएर शिक्षा, स्वास्थ्य, विद्यालय होइन, अब हस्पिटल, अब अड्डा अदालत, जुन कुनै पनि सरकारी कार्यालयहरूमा एकदम न्यायपूर्ण काम गरियोस् के। त्यस्तो कतै पनि भ्रष्टाचार नहोस्, भ्रष्टाचारको अन्त्य होस्, हत्या हिंसाको अन्त्य होस् भन्न चाहन्थेँ पहिलो कुरो। अनि दोस्रो कुरो के भन्न चाहन्थेँ भने साथीहरू, यो देशमा रोजगारीको अवसर नभएर, रोजगारको अवसर नपाएर हामी गरिबका छोराछोरीहरू पढ्दैछौँ परेको छ क्या खाडी मुलुकतिर होइन। अब धनी मानीका छोराछोरी त आफ्नो इच्छाले स्वइच्छाले उच्च शिक्षा हासिल गर्नको लागि ठुला देशहरू धेरै पैसा लगाएर जाने त्यो कुरो छुट्टै छ होइन। हामी जस्ता सर्वसाधारण जनताका छोराछोरीहरू एउटा घर चलाउन नसकेर, बालबच्चालाई एउटा गतिलो विद्यालयमा पढाउन नसकेर, औषधि उपचार गर्न नसकेर परदेश परेको छ नि त। तिनीहरूले परदेशमा गएर बगाउने त रगत पसिना आफ्नै देशमा बगाउन पाउन् के। आफ्नै परिवारसँग बसेर हाँसी खुसी आटो पिठो जे छ त्यो खाएर आफ्नो परिवारको बिचल्ली नबनाइकन काम गरेर आफ्नो जीविका पार्जन गर्न पाउन्। कति परदेशीहरू घर आउन नपाउँदै घरमा लथालिङ्ग भएको हुन्छ होइन। त्यस्तो नहोस्। अब सबै कुरा भन्न साध्य छैन होइन, त्यस्तो नहोस् भन्न चाहेँ। अनि अर्को कुरो, हाम्रो देशमा जति पनि वृद्ध अशक्त बुवा आमाहरू हुनुहुन्छ नि, अशक्त अपाङ्गहरू होइन, उहाँहरूको उचित सम्मान गरियोस् के। सर्वप्रथम त त्यो सम्मान आफ्नो घर परिवारबाट हुनुपर्छ होइन। घर परिवारबाट सम्भव हुन सक्दैन भने पनि राष्ट्रले त्यसको सम्मान गरियोस् के, जतन गरेर राखोस् कि उनीहरूलाई। किनभने उनीहरू त हाम्रा जिउँदा भगवान् हुनु त। अब हामीले ब्रह्मा विष्णु महेश्वर भनेर अब उहाँहरूलाई सम्झना गरेर उहाँलाई पूजा गर्छौँ सधैँ, तर उहाँलाई देखेका त छैनौँ नि प्रत्यक्ष। तर बुवा आमा भनेका त हाम्रा जिउँदा भगवान् हुन् के। अब भोलि हामी पनि त्यो उहाँको अवस्थामा पुगिन्छ, हाम्रा नि बालबच्चाहरू छन्, नाति नातिना हुन्छन् होइन। अब उनीहरूलाई पनि त एउटा संस्कार सिकाउनु पर्छ नि त हामीले होइन। त्यही भएर वृद्धको, अशक्तको, रोगीको, असहायको संरक्षण गरियोस्, मान मान्यता गरियोस्, उहाँहरूलाई सुख सुविधाले बाँच्न पाउने वातावरण सिर्जना गरियोस् भन्न चाहेँ। अनि अर्को कुरा, अब हामी त किसानी मान्छे पऱ्यो होइन, किसानले पनि उच्च सम्मान पाओस् के।
यो किसानले सम्मान नपाएको, किसानी पेसाले सम्मान नपाएको कारण यहाँ धेरै गाह्रो छ हामी किसानहरूलाई हेर्नु। अब हामी गाउँमा बस्ने सामान्य त्यो किसानी पेसा गरेर बालबच्चाहरू पाल्ने, पढाउने, औषधि उपचार गर्ने मान्छेलाई त यो किसान पेसालाई सम्मान नगरेपछि साह्रै गाह्रो छ के। हामीले माटो कोरी गरेर दुःख गरेर यिनी हात पाखुरा नखियाइकन त धनी मानीको पेटमा चारो पनि त जान्दैन त। किन बुझ्दैन क्या यो देशले, यो राष्ट्रले, धनी मानी मान्छेहरूले किन बुझ्दैन यस्तो कुरा। किसानलाई घृणा गर्ने छि, यस्ता किसान गर्ने, यस्तो फोहोरी, यस्तो दाउरे घाँसे होइन, यस्तो भन्ने के अपहेलना कस्तो गरेर अलिक घोच्याएर बोल्ने त्यस्तो गरेको पाइन्छ क्या, त्यस्तो व्यवहार गरेको पाइन्छ। त्यस्तो नहोस्। हामी किसानका छोराछोरीलाई त बिहा गर्न नि गाह्रो छ के। कसरी भन्नुहुन्छ भने अब किसानी, अब हाम्रो छोरा किसानी छ भने त्यस्तो किसानी छ के बिहे गरेर जानु, त्यसकोमा त दुःख गर्नुपर्छ, त्यतिपाती खेतीपाती गर्छन् अरे, पशुपाखा पाल्छन् अरे, त्यसले के पाल्ला, दुःख हुन्छ भन्छन् होइन। अब हाम्रा छोरी दिनु छ भने पनि अब हामीले पनि त्यो त किसानी हो अरे, किसानलाई दिएर दुःख हुन्छ छोरीलाई भनेर भनिन्छ के। त्यो किसान पेसालाई पनि मान्यता दिने भने त्यो पेसालाई पनि इज्जत दिने भने त त्यस्तो भनिने थिएन नि हामीले पनि। हामी आफै भनिन्छ कि हामी किसानले भनिन्छ। अब त्यो किनकि त्यो किसान पेसालाई घृणाको दृष्टिले हेर्छन् के, नराम्रो दृष्टिले तल्लो दर्जामा राखिने के। यसरी तल्लो दर्जामा नराखियोस् हामी किसानलाई पनि भन्न चाहे के। हामीलाई पनि इज्जत सम्मान चाहियो के, त्यो भन्न चाहे। अनि अर्को कुरा यो हाम्रो देशमा नि अझै पनि महिलालाई यो घरेलु हिंसाबाट मुक्त गरिएको छैन के। पुग्न त महिलाहरू पनि माथि माथि पुगिसक्नु भएको छ होइन। कतिपय महिलाहरू, कतिपय कुना कानीतिर, कतिपय घर परिवारमा त अझै पनि महिलाहरू घरेलु हिंसाबाटै पीडित हुनुहुन्छ के। घर समाज देखि लिएर राष्ट्रसम्मै महिला दिदीबहिनी, बालबच्चा, बालिकाहरू पीडित छन् के। यो घरेलु हिंसा मुक्त देश बनाउनु पर्यो कि महिलाहरूको लागि। मलाई एउटा सुरक्षा दिन पर्यो, सम्मान दिन पर्यो, इज्जत दिन पर्यो कि। आदि इत्यादि कुराहरू छन्, धेरै हुन्छन्, धेरै लामो हुन्छ होइन। यति कुराहरू मलाई राख्न चाहन्थेँ के। अप्सरा मिले पनि ठिकै छ, नमिले पनि ठिकै छ। अब भिडियो धेरै लामो भयो, झर्को नमानिकन सुनिदिनु होला। र कस्तो लाग्यो मेरो कुरा अब लेखेर बताइदिनु होला। हस्, मन पऱ्यो भने सेयर पनि गरिदिनु होला। हस् त, नमस्कार।